हामी जाने भनेको पल्लापट्टिको यो ठाउँमा हो, पारी खरबारीमा। यही हो, पहिलातिर हामीहरूले गाई बाख्रा चराउने, यतातिर हिँड्ने, घाँस दाउरो गर्ने ठाउँ हो। लाग्यो फर्रा काममा बोक्यो काममा। साथीहरू देख्न सक्नुहुन्छ प्रोफेसनल पसिनल हुँदै काम गरिएको छ, खनिएको छ। हुँदैछ यहाँ त्यो जर निक्लिन्छ साथीहरू यहाँनिर खनाइ छ। 1.5 महिनाको चल्ला भयो। 1.5 महिना पनि अझै पुगेका छैनन्। 1 महिना 9 दिन या 10 दिन यस्तैका भए भन्दाखेरि नपत्याउनु होला। हाई गाइज, गुड मर्निङ, नमस्कार, वेलकम टु माई ब्लग। साथीहरू सबलाई स्वागत छ। यहाँ घामले गर्दाखेरि अलि राम्रोसँग चिनिन सकिनँ हामीहरू है। घामको किरण आइराखेको छ, सूर्यको किरण। हामीहरू 2 भाइ जाँदैछौँ आज पारी। भोलि कुल पुज्ने हो, कुलको थान बनाउन, सरसफाइ गर्न। अनि त्यही भएर म 2-3 दिन भइसक्यो यहाँ सालझेरीमा बसिराखेको छु। हामी जाने भनेको पल्लापट्टिको यो ठाउँमा हो, पारी खरबारीमा। साथीहरू देख्न सक्नुहुन्छ यहाँ हामीहरूले गाई बाख्रा चराउने, यतातिर हिँड्ने, घाँस दाउरो गर्ने ठाउँ हो। तर यसपालि खोला ठुलो आएछ र यहाँ आफ्नो एरिया बढाएछ। खोलाले पनि आफ्नो एरिया बढाउनु, आफ्नो क्षेत्रलाई कभर गर्नु, त्यो पनि उचित र राम्रै कुरा हो। यतापट्टि यो हाम्रो पहिलाको न्युबारी भन्छौँ। अहिले हामी खोला खोल्सामा आइपुगेका छौँ। यहाँनिर मेरो माइलो भाइ अनि ऊ पनि कोदालो बोकेर हिँडिराखेको छ। आज कोदालो बोकेर कतातिर साथीहरू देख्न सक्नुहुन्छ यहाँ मैले फर्रा समाएको छु। कुममा फर्रा बोकिसकेँ, अब हिँड्दैछु। यो साइडमा सबै खन्युको बुट्टाहरू छन्, यसलाई हामीहरूले खन्युघारी भन्छौँ। यता पहिरोहरू गएछ कोही के। यहाँनिर सिन्खेतहरू देख्न सक्नुहुन्छ। कोही डाँडा काँडा हुन्, ठुल्ठुला बुट्टाहरू छन्। यो सिगानेको बुट्टा भन्छौँ हामीहरू। लाग्यो फर्रा काममा बोक्यो काममा। अब साथीहरू काम गरिन्छ, बाँकी कुरा बिस्तारै बिस्तारै देखाउँदै। यहाँनिर सुकेको रुख थियो, यो सुकेको रुखलाई पनि अब साइड लगाइयो। यति लगाएपछि अब हामी उक्लिँदै गइराखेका छौँ। फाड्दै फाड्दै जानुपर्छ। हाम्रो प्लान खोज्ने माथि छ, अलि माथि छ हाम्रो थान। साथीहरू देख्न सक्नुहुन्छ बन्चा र कोदालो फर्रा तमारु उकालो लाग्यो है। यसो कुरोहरू सब फाड्दै भयो, बाटो क्लियर गर्दै है, उनीको कुरोहरू लाग्न सक्छ। यहाँदेखि त अगाडि अब आफ्नो फरवरी पर्यो, सफा गर्दा गर्दा क्लियर गर्दा राम्रो हुन्छ। धुवाको रुखहरू कति ठुल्ठुलो छ, सासको रुखहरू। यतातिर बुट्टाहरू निकै ठुल्ठुलो बुट्टाहरू छन्। भाइले बाब्य काट्दैछ, खरगाँस काट्नै पर्यो। यो हरियाली देख्न सक्नुहुन्छ कति सुन्दर, कति रमणीय, कति रमाइलो। धुवाका रुखहरू पनि ठुल्ठुला छन्, अग्ला अग्ला छन्। एउटा साँझको बुटो, माथिल्लोपट्टिको तल्लापट्टिको धुवाको रुख। कुरो देख्न सक्नुहुन्छ एकदम लाग्छ, पोइन्टमा लाग्छ, सर्टमा लाग्छ, कपडाहरूमा यसले साह्रै दुःख दिन्छ। यहाँनिर हामीले देउता पुज्ने थान है। पहिला 3 वर्ष अगाडि भनेपछि 1 वर्ष बिराएर अघिल्लो साल भन्दा पनि झन् अघिल्लो साल पुजेको। अब यसपालि पुज्ने पालो छ। यो सालको रुखहरू हो, धुवाका, सालका, साजका, कदमका, भलाएको, हाम्रो भलाएको बुट्टा पनि भन्छौँ। पल्लोपट्टितिर पनि छ। प्रोफेसनल पसिनल हुँदै काम गरिएको छ, खनिएको छ। यहाँनिर यति खनियो, चुला बनाउने ठाउँ। यता यता फारफार गर्न छ, खनेर अहिलेसम्म बनाउनु पर्यो। साथीहरू देख्न सक्नुहुन्छ हाम्रो
भाइले पराउ खेल्दैछ आनन्दले मैले भाइ लिएँ घर बनाउँदैछ आन्टीले दाउरा बोक्दै हुनुहुन्छ बहिनी यहाँ छिन् अङ्कल यतातिर म यहाँनिर छु त्यो जार निक्लिन्छ चल्नै पर्यो ए जार यहाँ खनाइ साथीहरू यहाँनिर खनाइछ जोडदारले यो खनेर सम्म बनाउनु पर्यो बस्ने लागेको यो चुल्हा बनाउने हो देख्न सक्नुहुन्छ यहाँनिर चल्लाहरू छन् 20वटा चल्ला यो जालीभित्र हालेर पालिएको छ चल्ला राम्रा छन् यिनी 1.5 महिनाको चल्ला भए 1.5 महिना पनि अझै पुगेका छैनन् 1 महिना 9 दिन या 10 दिन यस्तैका भए भन्दाखेरि नपत्याउनुलाई खाना फेरि प्याले मकै खान्छन् यिनले अनि यिनले ब्रोइलरको दानाहरू खाने पनि होइन प्याले मकै हो प्योरली प्याले मकै हो यिनले खाने यिनीहरूको मकै देख्न सक्नुहुन्छ यहाँ देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो भोलिको थानको लागि यहाँ रोटी बनाउने यहाँ देउताको थान यतापट्टि यहाँनिर देख्न सक्नुहुन्छ साथीहरू यहाँ बोके काट्ने ठाउँ यहाँ चुल्हाहरू एउटा चुल्हा 2टा 3टा 4वटा यहाँनिर यो हाम्रो चुल्हा यहाँ साइल अङ्कलको यहाँ माइली आन्टीको यहाँ काइली आन्टीको उता राईली आन्टीको उता जेठी काइली आन्टीको अनि